हाली फाल्दा त यो कुकुर किन हालेर मैले कहाँबाट ल्याएको कुकुर जसलाई लिन हाली फाल्दा गएको गाह्रो हाल्ने जाउँ त त्यो भए गाह्रो आजदेखि गाह्रो गयो हाम्रो कुकुर गाह्रो हाल्न गइसक्यो म त अब यो डुल्लो कुकुरलाई डुलेको डुले डुलेको डुले गर्छ सर्रा हान्ने सिमलीवाला डुल्ने तल गाह्रो सानी भेर नदिइहाल्ने नि ल ठिक छ बजार सिमली साथीहरू आमाले चाहिँ कुकुरको कामै छैन भन्नुभयो गाह्रो हालिदिने भन्नुभयो अब आमाले त भने मान्नु पर्यो हेर्न जन्म दिने आमाले त्यही भएर चाहिँ कुकुरलाई गाह्रो हालिदिँदैछु यो सानीभेरी नदीको बिस्तारपुर भन्ने ठाउँबाट अनि सबैले भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला नराम्रो कमेन्ट चाहिँ नगरिदिनु होला साथीहरू है त म कुकुरलाई गाह्रो हाल्न गइसकेँ रेडी रेडी एक दुई तीन अब नआए कुकुर गयो गयो कुकुरलाई निका गयो कुकुर छोड्न त गाडी त्यो माथि गयो कुकुर उड्किसक्यो हाम्रो कुकुर उतारिसके मैले चाहिँ कुकुर पालेको होइन यो त हाम्रो घरको एकदम राम्रो सदस्य हो अनि यसलाई चाहिँ नुहाउने तरिका हाम्रो चाहिँ यो हाल भन्ने चाहिँ गाह्रो हाली खाल्ने भन्नेलाई चाहिँ नुहाउने भन्छ होइन कुकुरलाई नुहाइदिए गर्नको लागि म सानीभेरी नदीमा आएको छु नराम्रो कमेन्ट नगरिदिनु होला है साथीहरू फाल्ने भनेपछि नेगेटिभ अर्थ लाग्छ तर हाम्रो गाउँतिर चाहिँ फाल्नेलाई नुहाउने भन्छ है साथीहरू त्यही भएर कुकुरलाई चाहिँ म नुहाइदिँदैछु फेरि पनि हाल्छु है म यहीँनिर साथीहरू कुकुरलाई एकदम सफा गराउनुपर्छ हाम्रो कुकुरलाई भाग्नेलाई गो ल भिडियोलाई सेयर गरिदिनु होला साथीहरू यो अब त्यहाँ जुनमा ल्याएर बसाल्छु पर्छ यसलाई तथा हामी नुहाउँछौँ अनि बस्छौँ त्यही बेलासम्म यो कुकुर चाहिँ सफा भइसक्यो एकदम अब चाहिँ यही ठाउँमा यो कुकुर बस्छ हामी पनि नुहाउँछौँ साथीहरू र कुकुरलाई चाहिँ गाह्रो हाल्न ल्याएको होइन कुकुरलाई चाहिँ नुहाइन ल्याएको नुहाउन अब यहीँनिर बसिहाल्थ्यो कुकुर कहीँ जाँदैन ल ट्राई गरिदिनु पऱ्यो भिडियोलाई है त